एकैछिनको विषयपछि। आज एउटा यस्तो कहाली लाग्दो दुनियाँको विषयमा उजागर गर्दैछौँ जहाँ हामी भित्र रहेका धेरै खाले भ्रमहरूको वास्तविकतासँग भेट हुन्छ, जहाँ हाम्रो सपनाहरूलाई बेचिन्छ, जहाँ सुन्दर भविष्यको सपना सजाउन लगाएर एउटा भयङ्कर डरलाग्दो रात्रि सपनाको संसारमा पुर्याइन्छ। हामी कुरा गर्दैछौँ 20,000 बढी नेपालीहरूलाई बिहारको एउटै अखडामा बन्धक जस्तो बनाएर लगातार ठगिरहेका दुई कम्पनीको बारेमा। ती कम्पनी हुन् वेस्टर्न फेसन र मोडर्न फेसन ट्रेड। नेपाल बाहिर कम्पनी नै खडा गरी जागिर खोज्दै गएका नेपालीहरूलाई जालमा पारी उनीहरूले निरन्तर ठगिरहेका छन्। हेर्दा सुकिला मुकिला हजारौं कम्पनीका मालिक जस्तो देखिन्छन्। प्रत्येक व्यक्ति सुटमा सजिएका हुन्छन्। त्यहाँ पुग्ने हरेक नेपालीहरूलाई उसै गरी कोट प्यान्ट किन्न लगाएर आफ्नै धन्दामा सामेल गराउँछन्। करोडौंको सपना देखाउँछन्, तर यो धन्दामा कुनै भारतीय संलग्न छैनन्। नेपालीहरूलाई ठग्ने नेपालीहरू नै हुन्। यदि ठग्न नपाए ज्यान मार्ने धम्की समेत दिन्छन्। उनीहरूको नर्क जस्तो दुनियाँबाट भाग्यले बाँचेर फर्किएका दर्जन युवाहरू हाम्रो कार्यालयसम्म आएका छन्। बाँकी विस्तृतमा हेरौँ रिपोर्ट। 20 वर्षीय मिन बहादुर खड्कालाई एक दिन अचानक आफ्नै गाउँका दाइ नाता पर्ने व्यक्तिले फोन गरे। वीरगञ्ज स्थित भारतीय नाका नजिकै एकदमै राम्रो जागिर छ, धेरै दुःख पनि गर्नु पर्दैन, पैसा कमाउन मन छ भने आइहाल, मैले यहाँ टन्न कमाइरहेको छु। उनले लोभ पनि यसरी देखाए कि बाजुराबाट काठमाडौँ आएर भावै अभावको सङ्घर्षपूर्ण जीवन बाँचिरहेका मिन बहादुर धेरै पटक सोच्न बाध्य बने। उनले पत्तै पाएनन् अबको केही दिनभित्रै सम्भवतः म नर्क जस्तो जीवन बाँच्न पुग्दैछु, मृत्युको मुखमा पुगेर फर्किनु पर्छ। विश्वास पनि कसरी नगर्नु, आफ्नै गाउँको दाइले भनेको छ। त्यसमा पनि नेपाली 50,000 देखि अलि राम्रो गर्न सके 70 देखि 80,000 सम्म तलब हुने प्रलोभन देखाएका छन्। यता आफ्नो जिन्दगी हेर्दा गोजीमा खाजा खाने पैसा छैन, फलत उनी यस्तो आकर्षक तलब सुविधा सहितको जागिर नचोड्ने निधोमा पुगे र बस चढेर वीरगञ्जतर्फ हानिए। करिब 12-15 घण्टाको बस यात्रापछि वीरगञ्जमा पुगे, तर गन्तव्य कहाँ वीरगञ्ज हुनु, यहाँबाट रातभर बस र ट्रेनको यात्रापछि पुगिने बिहारको गयामा ओर्लिए। वीरगञ्ज भनेर बिहार पुर्याएपछि नै उनको मनमा केही शङ्का उब्जिसकेको थियो, तर आफ्नै गाउँका दाइले के गर्लान् र भनेर उनी विश्वासमा परे। तर यहीँबाट सुरु भयो जीवनमा नसोचेकै अर्को अध्याय। जस्तै मानौँ तपाईँलाई पनि आफ्नै साथीले भन्दा त विश्वास त लाग्छ नि त। फेरि इन्डिया भनेको थिएन, वीरगञ्ज भन्दा अलि अगाडि हो, काम चाहिँ नेपाली हो, सिमाना चाहिँ फेरि इन्डिया हो भन्न चाहिँ भनेको थिएँ। त्यहाँ पुग्न बित्तिकै उनलाई एउटा होस्टेलमा राखियो। आफू जस्ता सयौं नेपालीहरू अस्तव्यस्त पल्टिएको देखे। जागिर खाने भनेर गएका उनको सुरुमै मोबाइल थुतियो। 7 दिनसम्म तालिम भन्दै बन्धक जस्तो बनाएर झुट बोल्न सिकाइयो। 6औं दिनमा 2 लाख मागियो, तर सापटी मागेर जागिर खोज्न आएको हुँ, दिन सक्दिन भनेपछि अर्को बन्द कोठामा लगेर यातना दिन सुरु गरे। भागेर गइस भने पटना नपुग्दै सकिन्छस् भनेर ज्यान मार्ने धम्की दिइयो। त्यति बेलासम्म कि त कागज बनाएर छोड्ने कि त मारिदिने योजना उनीहरूको थियो। तनहुको सन्दीप सुनार भन्ने हुनुहुन्थ्यो, उहाँको 2टै बाबु छोरा त्यहाँ हुनुहुन्छ। उहाँले मलाई छोप्नुभयो, छोपेर कोठाभित्र लानुभयो। उहाँले अगाडि चाहिँ केही पनि भन्नुभएको थिएन, तपाईँ कागज बनाउनुपर्छ, तपाईँलाई नजानुहोस् भनेको होइन, कागज बनाएर जानुहोस्। मैले भने कागज बनाउँदिनँ, मलाई वीरगञ्ज भनेको थियो जागिर भनेर ल्याइएको, म 17,000 त म ऋण गाडेर आएको, कहाँबाट 2 लाख डिपोजिट गरौँ, मलाई किन फसाएर ल्याइयो यहाँ, अनि नभन्ने भनेर भन्दाखेरि चाहिँ अनि 2-3 जना अरू मान्छे पनि बोलाए। त्यसपछि फोन गरेर बोलाउँदाखेरि अनि त्यसपछि यदि कागज बनाए मात्रै जान दिन्छौँ, होइन भने यहीँ मारिदिन्छौँ, अनि तैँले भागेर गइस् भने पनि त गया स्टेसनभन्दा अगाडि जान पाउँदैनस्। उनले जसलाई विश्वास गरी काठमाडौँबाट बिहारसम्मको यात्रा गरेका थिए ती व्यक्ति हुन् राजेन्द्र रोकाए। मेन बहादुर खड्का बाजुराको खप्तड छेटेदह गाउँपालिका तिनका स्थायी बासिन्दा हुन् भने रोकाए त्यसकै छिमेकी गौमूल गाउँपालिकाका स्थानीय बासिन्दा हुन्। मेन बहादुरलाई बन्द कोठाभित्र ज्यान मार्ने धम्की दिने व्यक्ति तनहुका सन्दीप सुनार र उनका बाबु राजीव सुनार हुन्। तर मेन बहादुरले नेपाल गएर उनीहरूको धन्दाबारे केही बोल्दिन्न, कसैलाई सुनाउँदिन भन्दै कागजमा ल्याप्चे लगाएपछि मात्रै बेलुका 7 बजे छोडिदिए। यहीँ मारौँ कि त कागजमा साइन गर्छस् भने चाहिँ मैले गर्छु भने कागजमा पनि आफैलाई लेख्न लगाउँछन्। मैले पैसा कमाउन कसैलाई फसाउन पर्छ, मेरो 2 लाख असुली गर्न मैले अर्को साथीलाई म जस्तै
जसरी मलाई फसाएर यहाँ ल्याइयो त्यसरी फसाउनुपर्छ भन्ने कुरा मलाई त्यही कुरा मान्छे बनाउने र एकजना बापत 40,000 कमाउने कुरा, एकजना बापत 40,000 कमिसन लिने कुरा मलाई त्यही मन नपरेर मलाई 2 मिनेट पनि बस्न मन लागेन। जागिरको प्रलोभन देखाएर मेनबहादुरलाई खासमा जालमा पारिएको थियो। यसरी नै आफन्त र साथीभाइले फसाएका झन्डै 15 देखि 20,000 नेपालीहरू भारतको बिहारमा छन्, किनकि उनीहरू इतिहासकै ठुलो नेटवर्किङ व्यवसायको जालोमा परेका छन्। सबै त तपाईँ नेपाली हुन्छन्, यसो हेर्छु कोही अब चिनेकै साथीहरू पनि छन्, चिनेकै साथीहरूले पनि त्यहाँ यो भनिदिँदैन कि भाइ त फस्दैछस् यो काम चाहिँ नगरे भनेर कसैले त्यहाँ भन्दैन क्या। लगभग त्यहाँ दैनिकै तपाईँको जान त लगभग हाम्रो होस्टेलमा तपाईँको दिनकै कम्तीमा पनि 100 जना घटी त हुँदैन, अब डेली नै लगिरहेको हुन्छ। त्यहाँ बिहारको गया स्थित मरणपुर बाइपास रोडमा वेस्टर्न फेसन नाम गरेको एउटा कम्पनी छ, त्यो सँगै अर्को मोडर्न फेसन ट्रेड नाम गरेको अर्को कम्पनी पनि छ। जागिर दिन्छु भनेर बाहिरी आवरणमा यी दुई कम्पनीहरूले अहिले लाखौं नेपालीहरूलाई ठगिरहेको तथ्य फेला परेको छ। यसरी सङ्गठित गिरोह नै बनाएर ठग्नेहरू पनि नेपालीहरू नै हुन्। सुरुमा यहाँसम्म पुर्याउनका लागि आकर्षक जागिरको लोभ देखाइन्छ, त्यहाँ पुगिसकेपछि होस्टेल र फर्म शुल्क भनेर 18,000 असुलिन्छ, 50,000 देखि 1.5 लाखसम्म कमाइ हुन्छ भनेपछि युवाहरू पनि तिर्न बाध्य हुन्छन्। त्यति बेलासम्म कम्पनीका बारेमा उनीहरूलाई खासै जानकारी हुँदैन। 7 दिनको तालिममा संस्कार, अनुशासन, स्मार्ट लक्ष्य, साथी, राम्रो प्रशंसा र लेखाजोखा अर्थात् क्याल्कुलेसन बारे तालिम दिइन्छ। जब 5 दिनको दिनमा 5औं दिनको क्लासमा चाहिँ मात्रै भन्छ कि या तपाईँहरू जुन कामका लागि आउनुभएको थियो त्यो यहाँ हुँदैन, यहाँ चाहिँ व्यापार हुन्छ, हामीले अनसेल भन्ने पढाउँछ 5 दिनमा चाहिँ। अनसेल भनेको गोपनीयता, उत्सुकता र खुल्दुली भन्ने हुँदो रहेछ, त्यो भनेको केही समयका लागि गोप्य राख्ने भन्दो रहेछ। तर यी सब देखाउने कुरा मात्रै हुन्छन्, असलियतमा उनीहरूलाई प्रलोभनमा पारी 2 लाख असुल्नु नै मुख्य उद्देश्य हुन्छ। अन्तर्वार्ताका नाममा तिमीहरू पनि अब कम्पनीको 41% को मालिक बन्नुपर्छ, जागिर खाएर पनि कसैले कमाउन सक्छ भनेर ब्रेन वाश गर्ने काम हुन्छ। 2 लाख तिरेकै भरमा यति धेरै मानिस र यत्रो कम्पनीको मालिक बन्न पाइन्छ भनेर धेरै जसो उनीहरूको जालमा पर्छन्। तर जसो तसो सरसापट गरी 2 लाख बुझाएपछि मात्रै अर्को रहस्य खुल्छ। त्यो 2 लाख तिरिसकेपछि उनीहरूले अन्य 4 जनालाई यसै गरी बोलाउनु पर्ने हुन्छ, अर्थात् आफू जसरी फसे उसै गरी 1 जना बराबर 4 जना फसाउनु पर्ने भन्छन्। नसके 2 लाख भुलेर कागज गरी घर फर्किन बाध्य पारिन्छ। यही कारण कतिको घरबारसँग सम्बन्ध नै बिग्रिएको छ। भनेकै थिए घरको मान्छेले नजा यता आउँथ्यो भनेको त मैले घरको मान्छेसँग नि अहिले बोल्न छोडेको झन्डै 1.5-2 महिना भइसक्यो, कसैसँग कुरा हुन्न। यही कारणले अब किनकि घरबाट पैसा दिएनन्, घरबाट पैसा नदिइसकेपछि त म अब घरको मेम्बर पनि होइन, अब मैले त्यत्रो ठुलो सपना देखिसकेको छु नि त। अब म तपाईँको घरको मेम्बर पनि होइन, मलाई यहाँदेखि नसम्झिनु होला, फोन पनि नगर्नु होला भन्दाखेरि चाहिँ घरकोले चाहिँ फोन गरिरहेछन्। मैले चाहिँ फोन रिसिभ पनि गरेको छैन, किनकि म त्यो ठाउँबाट अब ठगेर अब मसँग भएको अलिअलि पैसा मैले दिएँ। कतिले आफ्नै 2 लाख उठाउनका लागि पनि अन्य व्यक्तिलाई यसै गरी फसाउन बाध्य हुन्छन्। यदि फसाउन सफल भएको खण्डमा 1 जना बराबर 24,800 भारु अर्थात् झन्डै 40,000 नेपाली रुपैयाँ कमिसन पाउँछन् र यो धन्दाको कमाइ पनि यही नै हो। यदि यसरी नै मानिस जोड्दै जान सकियो भने कमिसन बराबरको पैसा पनि आउँछ। तर आफूले त्यहाँ पुर्याएको व्यक्तिले 2 लाख बुझाउन तयार नभएको खण्डमा भने लिएको मानिसले पाउने कमिसन पनि गुम्छ अनि ज्यान मार्नेदेखि अनेक खालका डर धम्की देखाउन सुरु हुन्छ। अब पैसा कमाइ हुन्छ भनेपछि त के भयो, अब राम्रो कमाइ हुने रहेछ। मान्छेलाई एकचोटि झुक्क्याउँदाखेरि अर्काको घर फ्यामिलीमा राम्रो खुसी आउँछ भन्ने सोच गयो क्या। त्यतिखेर मेरो सोच मात्र नभएर उनीहरूले त्यस्तै बनायो क्या, ब्रेन वासै गरेको क्या। अनि जब मैले बोलाएर उहाँहरूलाई गरिसकेपछि उहाँहरूलाई पनि त्यस्तै बनायो क्या। यही युवाहरू वेस्टर्न फेसन र मोडर्न फेसनमा जागिर खाने भन्दै नेपालबाट गएर भाग्यले बाँचेर फर्किएका युवाहरू हुन्। यसमध्ये कतिले 2 लाख बुझाएर फर्किएका छन् भने कतिले त्यही तिर्न नभन्दा यातना भोगेर फर्किएपछि कम्पनीको पर्दाफास गर्न हाम्रो सम्पर्कमा आएका हुन्। अब यहाँ हो कि त्यहाँ म अब बिबिए पढिरहेको बिजनेस पढिरहेको कसरी पढेको लेखेको मान्छे कसरी फस्यो भन्नुहुन्छ कि होइन। अरू पनि धेरै पत्रकार यताउति धेरै फसेको छन् कि यस्तो हो। एउटा आइफोन हुने रहेछ होइन, मोबाइल त्यत्रो दिनकै अरबौँ नेपालको बाहिरिन्छ, एउटा आइफोन त के भयो होइन। एउटा आइफोन हुने रहेछ, पछि पत्ता लगाउँदै जाँदा एउटा आइफोन 20 जनाले एक्सचेन्ज गर्ने रहेछ। जो क्लासमा ट्रेनिङ दिन गयो ऊ लिडरले चाहिँ लगेर जाने रहेछ कि। अनि एउटा औँठी हुन्छ त्यो होइन सुनको, त्यही औँठी जो ट्रेनिङमा गयो उसलाई लाउन दिने रहेछन् कि। त्यो रोटेसन हुने रहेछ कि त्यो सामानको सोअपको लागि होइन। यसअघि पनि यही गिरोहले यसरी नै नेपालीहरू ठग्नका लागि वी विनर ट्रेड मार्ट नामको कम्पनी चलाएको थियो।
तर त्यसको ठगीबारे पर्दाफास भएपछि त्यसलाई बन्द गरी त्यही गिरोहले वेस्टर्न फेसन र मोडर्न फेसनको नाममा अर्को कम्पनी खडा गरी फेरि त्यही धन्दालाई निरन्तरता दियो। यो धन्दाको माथिल्लो तहमा बुद्धि तामाङ, ईश्वर ढकाल, नवीन कुमार थापा, ललित श्रेष्ठ, राजीव सुनार र दीपक नेपाली लगायतका व्यक्तिहरू छन्। यी व्यक्तिहरू जति जति तल मान्छे थपिँदै जान्छन् त्यति नै मालामाल हुँदै जान्छन्। हजारौं नेपालीहरूलाई ठग्न सफल भएपछि यिनको रबाब हेर्नुहोस् त। यी सिनियर डुक बुद्धि तामाङ हुन्। हातैभरि घाँटीभरि सुन चिल्लो गाडी र गुस्सीको ब्रान्ड देखाएर त्यहाँ पुग्ने हरेक नेपालीहरूलाई लोभ्याउने गर्छन्। माथिल्लो तहमा रहेका सबैको जीवनशैली यस्तै रहेको ठगिएका युवाहरू बताउँछन्। कसरी पैसा म बिजनेस गर्छु भन्दाखेरि त पैसा घरको मान्छेले दिँदैनन्। तपाईँ इन्जिनियरिङ पढ्नु भयो अनि इन्जिनियरिङ कतै केमा नाम निकाले भन्नुहोस्, यसरी पैसा मगाउनुहोस् भनेर मेरो घरको सम्बन्ध नि पुरै बिगारिदियो। उनीहरूले नेपालीहरूलाई झुक्क्याउनका लागि गार्मेन्टमा काम गर्दै गरेकी युवतीको भिडियो देखाएर प्रचार गर्छन्। कम्पनीमा जोडिएपछि टन्न कमाएको र सपना पुरा हुँदै गरेको देखाउँछन्। मेरो सपना छ कि मेरो साथीहरूसँग म यहाँबाट पैसा कमाएर गएर आफ्नो पर्सनल रेस्टुरेन्ट खोलौँ भन्ने मेरो सपना छ र म यो सपना पुरा गर्न चाहन्छु। यहाँ बसेर काम गरेर पछि नेपाल गएर। नेपालमा पिरामिड शैलीको नेटवर्किङ व्यवसाय प्रतिबन्ध छ। यो व्यवसायमा सुरुमा एकजना व्यक्ति हुन्छ, त्यसले 4 जना बनाउँछ, 4 जनाले 16 जना र 16ले 64 जना बनाउँदै फैलिँदै जान्छ। यहाँ पनि यी व्यक्तिहरूले यही धन्दाका लागि बिहारमा झन्डै 50 देखि 60वटा होस्टेल चलाएका छन्। त्यहाँ झन्डै 15 देखि 20 हजार नेपाली यही जालोमा परेको युवाहरूको भनाइ छ। प्रत्येक दिन 100 देखि 200 को संख्यामा नयाँ नेपालीहरू जागिरको खोजीमा त्यहाँ पुग्छन् र यही धन्दाको पासोमा पर्छन्। यसअघि पनि यी दुई कम्पनीले ठगी गरेका नेपालीहरू मिडियामा आएर उनीहरूको धन्दाबारे बोलेका थिए। यो नवीन श्रेष्ठ चोर हो, यो डुक भनेको ईश्वर ढकाल भनेको डाका हो। डाका हो। यो हामी सर्वसाधारणको पैसा लुटेर यिनीहरू कारमा हिँड्छ, बजारमा के गरे ठुल्ठुलो बिल्डिङ बनाएको छ, बुलेट गाडीमा हिँड्छ। उनीहरूको अबको टार्गेट तपाईँ पनि भन्न सक्नुहुन्छ। त्यसबाट बच्न पहिलो कुरा त वेस्टर्न फेसन र मोडर्न फेसनको नाम लिएर कसैले जागिरको अफर गर्यो भने सिधै नकार्नु होला। त्यसमा पनि वीरगञ्ज वा बिहारमा जागिर छ भन्दै कसैले बोलाउँछ भने होसियार रहनु होला र यस्ता गिरोहलाई तपाईँले चिनिराख्न आवश्यक छ, जसले आज हजारौं नेपालीहरूलाई जागिरको नाममा ठगिरहेका छन्, जसको फोटो सहित देखाउँदैछौँ। 1 बुद्धि तामाङ, 2 ईश्वर ढकाल, 3 नवीन कुमार थापा, 4 ललित श्रेष्ठ, 5 राजीव सुनार, 6 सन्दीप सुनार, 7 राम थापा, 8 रम्बा थापा, 9 कमल थापा, 10 उर्मिला विष्ट, 11 दिपा साउद, 12 गीता साउद, 13 सुरज चलाउने, 14 समीर विष्ट, 15 दीपक नेपाली, 16 राजकुमार श्रेष्ठ, 17 निरु मगर, 18 सञ्जीव मगर, 19 अनिल बुढाथोकी, 20 देवकी रोका, 21 कृण श्रेष्ठ, 22 बाबु राजा श्रेष्ठ, 23 भोजराज श्रेष्ठ र 24 मीना लक्ष्मी प्रधान। यो रिपोर्ट ठगिएका युवाहरूको मात्रै होइन, त्यहाँ प्रत्येक दिन पुगिरहेका झन्डै 200 युवाहरू र यसै गरी ठगको पन्जामा परि जाने तयारी गरेका युवाहरू जोगाउनका लागि तयार पारिएको हो। आज सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका हजारौं युवाहरू यो जालमा परेका छन्, तर पनि ठगी रोकिएको छैन। यहाँबाट ठगिएर वा मानसिक तनाव झेलेर धेरै युवाहरू फर्किए पनि बोल्न डराउँछन्, किनकि उनीहरूलाई कागज बनाएर कतै मुद्दा मामिला नगर्ने वा नबोल्ने शर्तमा छोडिएको हुन्छ। बोलेको खण्डमा ज्यानै मार्ने धम्की दिइएको हुन्छ। तर त्यही युवाको काँधमा टेकेर सर्वस्व लुटेर केही ठगहरू मालामाल भएका छन्। यो खाले नेटवर्किङ धन्दामा हुने भनेकै माथिल्लो तहका मोटाइरहने हो, सर्वसाधारण जनता लुटिरहने हो। तसर्थ हामीले माथि उल्लेख गरेका व्यक्तिहरूले कहीँ कतै तपाईँहरूलाई जागिर वा अन्य कुनै प्रलोभन देखायो भने सिधै अस्वीकार गर्नुहोला। सुगर ड्याडीको आतंकबारे नयाँ तथ्यसहितको प्रसङ्ग जोड्नेछौँ एकैछिनको ब्रेकपछि।